यो चाहिँ क्यालेन्चो हो। सकुलेन्ट भए तापनि यसमा धेरै फुल फुल्छ, थुप्रै रङहरूमा पाइन्छ। फुलहरू 6 हप्तादेखिको 8 हप्तासम्म पनि बस्छ यदि राम्रो केयर गर्यो भने। यो एउटा लो मेन्टेनेन्स प्लान्ट हो। सकुलेन्ट भएको कारणले गर्दाखेरि यसले आफ्नो पातहरू र डन्ठीहरूमा पानी स्टोर गर्नु सक्छ। त्यसैले यसलाई चाहिँ अलिकति ड्राई साइडमा राख्नुपर्छ, पानी चाहिँ कम्ती दिनुपर्छ। समर सिजनको सुरुमै यसलाई कटिङहरूबाट अथवा यसको पातहरूबाट सजिलै प्रोपोगेसन गर्नु सकिन्छ। यसको निम्ति चाहिँ वेल ड्रेनिङ माटो मिश्रण तयार गर्नुपर्छ। पानी हालेपछि माटोमा चाहिँ पानी चाहिँ बस्नु भएन, सट्टै निस्किहाल्नु पर्यो। यसैले माटो मिश्रण तयार गर्दाखेरि चाहिँ अलिकति बलुवाको प्रयोग गरेकै राम्रो। यसको निम्ति क्याक्टस मिक्स प्रयोग गर्दा पनि हुन्छ, अनलाइन सकुलेन्ट मिक्स पनि पाउँछ, त्यो प्रयोग गर्दा पनि हुन्छ। गर्मी मन पर्छ यसलाई, यसैले यसलाई 6 देखिको 8 घण्टासम्म घाम पर्ने ठाउँमा राख्नुपर्छ। फुल फुलेर ओइलिन थालेपछि डेड हेडिङ गर्यो भने धेरै फुल फुल्छ।